यो मैले यो फर्मको सन्तुलन भन्ने लेसनलाई तिमीहरूलाई एकै व्हाइट बोर्डमा एकैचोटि सबै क्लियर गर्नको लागि कन्फ्युजन नहोस् त्यसको लागि मैले एउटै सबै टपिकहरू एकैचोटिमा यो देखाएको छु है। अब फर्स्टमा के थियो हाम्रो फर्मको सन्तुलन। अब फर्मको सन्तुलन भनेपछि पर्फेक्ट कम्पिटिसनमा पनि त्यही टपिक छ अनि मोनोपोलीमा पनि सेम टपिक नै हुन्छ है। अब नर्मल फर्मको सन्तुलन भनेको छ भने दुई मेथड छन्, एउटा टीआरटीसी मेथड अनि एमआरएमसी मेथड। तो टीआरटीसी मेथड पर्फेक्ट कम्पिटिसनमा पनि त्यही कुरा हुन्छ अनि मोनोपोलीमा पनि सेम कुरा छ है। यो डिटेलमा अस्ति भनिसकेका छु भिडियोमा। अब अर्को टपिक के छ हाम्रो सर्ट टर्म इक्वालिब्रियम। अब सर्ट टर्म इक्वालिब्रियम त्यो मोनोपोलीको पनि टपिक छ अनि पर्फेक्ट कम्पिटिसनमा पनि छ अनि मोनोपोलीमा पनि छ। अब यसका के छ हाम्रो 3 स्टेजेसहरू रहेका छन् है। अल्पकालीन सन्तुलनका पर्फेक्ट कम्पिटिसन होस् अथवा मोनोपोली होस्, यसको के छ 3वटा स्टेजहरू रहेको छ। के स्टेज छ? असामान्य नाफा, सामान्य नाफा र घाटा। सेम त्यस्तै मोनोपोलीमा पनि असामान्य नाफा र घाटा। अब जब एआरएमसी बराबर छ भने सामान्य नाफा, रेभेन्यू बढी छ, कस्ट कम छ भने असामान्य नाफा, अनि लागत बढी छ, आय कम छ भनेपछि घाटा भयो है। सेम त्यस्तै अब यो एकाधिकार र मोनोपोलीको सेम टपिकहरू छन्। अर्को टपिक के छ दीर्घकालीन सन्तुलन, लङ टर्म इक्वालिब्रियम। अब लङ टर्म इक्वालिब्रियम को थोड़ा फरक के छ भने सर्ट टर्ममा त दुईमा 3-3वटा स्टेज छ, तर लङ टर्ममा के छ भने पर्फेक्ट कम्पिटिसनमा एउटै मात्र स्टेज रहेको छ, के छ नर्मल प्रॉफिट। अनि मोनोपोलीमा 2वटा स्टेज रहेका छन्, नर्मल प्रॉफिट अनि एबनर्मल प्रॉफिट। अब यो अस्तिको भिडियोमा क्लियर छ। यो जो पर्फेक्ट कम्पिटिसनको सामान्य नाफा छ यसलाई यो तरिकाले पनि देखाउन सकिन्छ अनि यो तरिकाले जुन तिमीलाई सजिलो लाग्छ त्यो शो गर्दा हुन्छ। अब यसको बारेमा धेरै डिटेलमा त नोट्सहरू हेर्नु होला, एक्सप्लेनमा है कसरी गर्ने हो डायग्रामको त्यो हेर्नु होला। अब त्यस्तै हाम्रो सामान्य नाफा भनेको के हो? एलएसी जब रेभेन्यू र कस्ट बराबर इक्वल छ भने सामान्य नाफा हुन्छ है। अनि त्यस्तै असामान्य नाफा भनेपछि रेभेन्यू बढी छ, कस्ट कम छ भने असामान्य नाफा हो। यसको सिंगल भिडियो बनाएको छ, त्यसमा हेर्नु होला। अनि त्यस्तो नेक्स्ट टपिक छ उद्योगको सन्तुलन। अब उद्योग भनेको के हो? उद्योग भनेको फर्महरूको समूह हो। अब पर्फेक्ट कम्पिटिसनमा उद्योगको सन्तुलनको लागि के हुन्छ? बजार माग र पूर्तिद्वारा निर्धारित हुन्छ। बजार माग र पूर्ति बराबर भएमा के हुन्छ? हाम्रो सन्तुलन कायम हुन्छ। अब यसको टेबल पनि रहेको छ, त्यो सिंगल भिडियो भएको बेलाको त्यो टेबल अनि डायग्राम हेर्नु होला। मैले अहिले त खाली डायग्राम मात्र बनाएको छु है। अब डीडी भनेको डिमान्ड कर्व, एसएस भनेको पूर्ति वक्र। डीडी कर्व डाउनवर्ड स्लोप भएको छ किनभने मूल्य बढेपछि डिमान्ड घट्छ, सप्लाई कर्व माथिबाट गएको छ किनभने मूल्य बढेपछि सप्लाई पनि बढ्छ। यो डिमान्ड कर्व र सप्लाई कर्वले यी बिन्दुमा काटेको छ है। सन्तुलन कायम भयो। यो तरिकाले यो के भयो हाम्रो यो पुरा च्याप्टरलाई मैले तिमीलाई के गरे एउटै लेसन एउटै उसमा भिडियोमा बनाइदिएको छु। यो कन्फ्युजन नगर्नु होला। अब यसमा प्र्याक्टिस गर्नु, यसको यो डायग्रामहरूको प्र्याक्टिस गरे भने एकदम इजी छ। तिमीहरूले याद गर्नुपर्ने के हो? एआरएमआर एसीएमसी को शेप कस्तो हुन्छ भने त्यो याद भएपछि एकदम इजी छ। ल, थ्याङ्क यू।